and namaste everyone. Hope you are fine. Welcome back to another video of HT Vlogs. So आज हामी भोलि न्यू इयर डेट चाहिँ नभनेको राम्रो हो किनकि अब न्यू इयरको अब 2083 को 84 सम्म पनि आउँछ कि नै त्यो म ग्यारेन्टी दिन सक्दैन बट हामी चाहिँ आज जङ्गिहट जाँदैछौँ जस्तो हामी चाहिँ अहिले यो बर्डवास मासतिर लाग्यौँ हामी अब बर्डन पुग्न लागिसकेको छौँ एन्ड हियर यु क्यान सी द भ्यू सो पहाड भनेको पहाडै हुन्छ सो मेरो रुटहरू पनि पहाडबाटै छ त्यो भन्दा बराबर बुटोल तमघास धेरै इन्डियनहरू आउने पनि छन् नेपाली न्यु इयर भोलिमा कस्तो हुन्छ आज अब टाउको दुखिसकेछ मेरो टाउको दुखेछ सोल्डर दुखेछ घाइते मान्छे म गएर सुत्दिने 2-3 घन्टा अनि के हुन्छ त्यसपछि हेर्दै जाम्ला अरू त भन्दा केही छैन अगाडि हाम्रो तमघासको गाडी आइछ डिक्सन भाइ सो हामी चाहिँ अहिले अब जङ्गी अड्डातिर जाँदैछौँ हेर्न सक्नुहुन्छ हजुरहरूले हाम्रो आमा यहीँ बसिरहेछन् सो हामी तानसेन बजार माथि आइसकेको छौँ हामी अब बतासे डाँडातिर जाँदैछौँ हाम्रो जङ्गी अड्डा पनि त्योभन्दा 10-15 मिनटको दूरीमा छ अनि हामीसँग बस्नु होला अनि लोकेसन अब एकदमै सजिलो छ सिधा बाटो जाने भने पुगिन्छ हामी चाहिँ अहिले बतासे डाँडा तल आइसकेको छौँ सो हामी चाहिँ अहिले बतासे डाँडाबाट 10-15 मिनटको राइडमा हामी जङ्गी अड्डा छिर्ने बाटोमा आइसकेको छौँ सिधै गयो मैले भइरहेको छ तर वी हेभ टु टर्न राइट अनि हामीले देख्न सक्नुहुन्छ अलि बाटोहरू एकदमै बवाल छ अलिअलि गाउँतिर के भाइब छ बाटोहरू पनि यो पाताहरू झरेको अहिले सिजनमा त्यही भएर पनि बाटोहरू एकदमै दामी छ हल्का यो क्यामेरा एङ्गल हल्का तल भएछ केही छैन नेक्स्ट टाइम अब आई विल सिट होइन अर्कोचोटि म्यानेज गर्छु अरे सो अब अगाडि हामी पुगिसकेको छौँ अनि हामीले बाटो हेर्न सक्नुहुन्छ जङ्गल बिचबाट गएको बाटो दामी छ पत्ताहरूले गर्दा यहाँ पनि बोर्डै छ जङ्गी अड्डा मान्छे अब बाटो नभुलोस् भनेर पनि होला लोकेसन पनि हेर्न मिल्छ हेर्न चाहिँ सो यस्तो जङ्गलतिर अब गाउँतिर आएको भाइब छ अब गाउँतिर चलाएको हुन त गाउँकै बिचमा बसेको यो जङ्गी अड्डा पनि अनि शीतल फार्म र यसमा के फरक छ भन्दा शीतल फार्म अलि ठ्याक्क मेन हाइवे हुन्छ नि हाइवेभन्दा मास्तिर छ यस्तो एक्सप्लोर गर्न पाइन्न कि यो जङ्गलहरू अनि हाम्रो जङ्गी अड्डामा पनि हजुरहरू आउन सक्नुहुन्छ हामी आएको अहिले न्यु इयरको बेला हो हाम्रो साथीभाइ केटाहरू भएर आएको हामी न्यु इयर सेलिब्रेट गर्न सो अब नेक्स्ट टाइम हामी कहाँ जान्छौँ हामीलाई नै थाहा छैन सो हामी चाहिँ अब पुग्न लागिसकेको छ हामी चाहिँ अब जङ्गी अड्डा पुगिसक्यौँ ल सबैलाई धन्यवाद अब अगाडि रमाइलो के हुन्छ हेर्नु होला So finally we are at Jangi Adda. हाम्रो फाइनली भेट्यो है सो हाम्रो पाडो भाइ चाहिँ पाडो भाइ यहाँ छ हाम्रो अभिषेक दाई यता छ हाम्रो रुम यो आजको अभिषेक दाई अब आज पनि टुर देखाउनु भोल्यो सो टुमरो मर्निङ आई विल सो यु द इन्टायर भ्यू अफ जङ्गी अड्डा शीतल फार्ममा पनि त्यस्तै भएको थियो सो आउटफिट चेक भन्ने क्या लाइक दिस गुड जङ्गी अड्डामा आएको हाम्रो जङ्की अभिषेक जङ थापाले चाहिँ बन्चर हान्दैछन् यो गफाडी पाउँछ होला अस्ति रस मैले त्यति भए कलेक्ट गरेँ क्वालिटी मात्र यतिले बाबु पुग्छ बाबु एउटा त
नजान्ने हुन्छ नि सम्पूर्ण थाहा छ Shandy Manzale Hayo Matida Ideasa Shandy Manzale Hayo Matida Ideasa Bihana Madeke Muslai Matala Yosaji Enumi Jasto Nirmana Enumi Jasto Nirmana चिठी लेख्ने आशा थियो खबर केही नपाउँदाखेरि यो मन रुने नै भयो साथीको चिठी आउँछ मेरो आउँदैन चिठी आए So we are at Changi Adda and Milan भाइ यता छ मर्निङ अनि सबैलाई सुप्रभात भन्छ कि आज ह्याप्पी न्यु इयर 2083 को न्यु इयरको आज पहिलो दिन हामी जङ्गी अड्डामा साथीहरूसँग रमाइलो गर्दै अब सबैको एउटा सर्ट इन्ट्रो दियौँ पवन भुसाल रोहन सापकोटा निरज भुसाल हेर्नु अब बसाल मलाई त निले चिन्छन् होला नहेर्ने चिन्दैनन् सो वी आर वेटिङ फर ब्रेकफास्ट अनि केटाहरू योपालि पनि भैरवस्थान जाने भन्छन् योपालि पनि त्यस्तै हो मान्छे अनि गोरो मान्छे देखिन्छ त कहाँ उता त्यहीँ छ क्यामरामा देख्दैन त्यहीँ छ भैरवस्थान हामी गइएन पवन भाइ बर्तन गरेको पनि भनेन अहिले लुकाएर राख्नु सो हाम्रो रुम चाहिँ यस्तो छ शीतल फार्मको छुट्टी थियो कम्पेरिजन चाहिँ सो हाम्रो ब्रेकफास्टहरू छ केटाहरू खाएको छ हाम्रो अक्षर दाइ यहाँ छ नेपाली लोकल ब्रेकफास्ट अथेन्टिक रोटी सबै हनी आउँदैन पवन भाइ फोन चलाउन छोड्दैन ए